म ग्यारेन्टीको साथ भन्न सक्छु तपाईहरुलाई चाहिँ कम्प्युटरको यो ट्रिक्स चाहिँ थाहा थिएन है। के हो त्यो ट्रिक हेरौँ त। सुरुमा चाहिँ के गर्ने, यो डेस्कटपमा चाहिँ कतै राइट माउस क्लिक गरेर यहाँनिर न्यूमा जाने, नभए किबोर्डबाट कन्ट्रोल शिफ्ट एन्ड थिच्दा पनि हुन्छ। त्यसपछि यहाँनिर न्यूमा गइसकेपछि यहाँनिर न्यू फोल्डर हामी बनाइहालौँ। अनि यो फोल्डर न्यू फोल्डर बनाएपछि यो फोल्डरमा चाहिँ के गर्ने, राइट माउस क्लिक गर्ने अनि रिनेम गर्ने मुनिपट्टि गएर। त्यसपछि किबोर्डबाट चाहिँ अल्टर 0160 तपाईहरु थिच्नुहुन्छ भने अनि अल्टर छोड्दिनुहुन्छ भने चाहिँ यहाँनिर हाम्रो नेम के हुन्छ, रिमुभ हुन्छ। अनि त्यसपछि चाहिँ यो फोल्डरमा चाहिँ राइट माउस क्लिक गरेर यहाँनिर मुनिपट्टि प्रपर्टिजमा जानुपर्ने हुन्छ। प्रपर्टिजमा जाने, त्यसपछि यतापट्टि यहाँ कस्टमाइज भन्ने छ, यसमा जाने अनि यहाँ मुनिपट्टि चेन्ज आइकन भन्ने छ नि, यहाँ मुनिपट्टि यसमा क्लिक गर्ने। त्यसपछि यहाँबाट चाहिँ हामी कुनै ब्ल्याङ्क आइकन यहाँबाट चुज गर्छौँ। यहाँनिर हाम्रो ब्ल्याङ्क आइकन छ, यसमा क्लिक गर्ने, ओके, पछिबाट अप्लाई, त्यसपछि ओके गरिदिने। अब यहाँ हेर्न सक्नुहुन्छ यसमा चाहिँ हाम्रो कुनै पनि आइकन छैन। यस्तै टिप्स एन्ड ट्रिक्सलाई चाहिँ फलो गर्न नबिर्सनु होला। हवस् त, धन्यवाद।